माउन्ट कैलाश यस्तो स्थान हो जुन रहस्यमय घटनाहरूले भरिएको छ। 2001मा चिनिया सरकारले केही यस्तो देखे जुन कारणले गर्दा तिनीहरूले माउन्ट कैलाश चढ्न प्रतिबन्ध लगाए। तर त्यो दिन वास्तवमा के भएको थियो? आजसम्म यो पर्वतको शिखरमा केवल एक व्यक्तिले मात्र चढेको छ भने यसको कारण के हो? र यो पर्वत चढ्ने प्रयास गर्ने प्रत्येक व्यक्तिले 2 वर्षभित्र किन मृत्यु पाउँछन्? र सबैभन्दा अचम्मको कुरा भनेको यो पर्वतमा उमेर धेरै फास्ट गतिमा बढ्छ। के यो सत्य हो कि माउन्ट कैलाशको मुनि सम्भाला नामक एक प्राचीन सहर लुकेको छ? अमेरिकन संस्था नासाले यस पर्वतमा केही यस्तो देखे जसले तिनीहरूको वैज्ञानिकहरूलाई चकित पारिदियो। जब चीनले माउन्ट कैलाशमा हेलिकप्टर पठायो, यसको के भयो? हामी आज भिडियोमा यी सबै प्रश्न र अनसुल्झिएका रहस्यहरूको खुलासा गर्ने कोसिस गर्नेछौँ। त्यसैले तयार रहनुहोस्, किनकि तपाईले थाहा पाउने कुरा तपाईको कल्पनाभन्दा पर हुनेछ। कैलाश पर्वत चीनको तिब्बती क्षेत्रमा अवस्थित एक अत्यन्त सुन्दर र पवित्र पर्वत हो। कैलाश पर्वतको तल मानसरोवर र राक्षसताल छ। 4वटा प्रमुख एसियाली नदी सिन्धु, सुतलेज, ब्रह्मपुत्र र कर्णाली नदीहरूको स्रोत यही पर्वत हो। कैलाश पर्वतलाई हिन्दू, बौद्ध, जैन र बोन गरी 4 धर्ममा पवित्र मानिन्छ। देश विदेशबाट आउने तीर्थयात्रीहरू कैलाश पर्वत पूजा गर्न र अवलोकन गर्न आउँछन्। हिन्दू धर्म अनुसार कैलाश पर्वतलाई शिव भगवानको वासस्थान मानिन्छ भने त्यहाँ महादेव आफ्नो श्रीमती पार्वती र 2टा छोरा गणेश र कार्तिकेयसँग बसोबास गर्नुहुन्छ भन्ने मान्यता छ। रामायणको उत्तरकाण्ड खण्डमा पनि यसको वर्णन गरिएको छ। हिमालको विष्णु पुराणमा पनि कैलाश पर्वतको वर्णन गरिएको छ। यसको 4 मुख क्रिस्टल, रुबी, माणिक र ल्यापिस लाजुलीले बनेको छ। यो संसारको स्तम्भ हो र कमलको प्रतीक 6वटा पर्वत श्रृङ्खलाको मुटुमा अवस्थित। विष्णु पुराणले भगवान शिवलाई कमलको स्थितिमा बसेको पहाडको सिमानाभित्र गहिरो ध्यानमा व्यस्त र अनन्त आनन्दको अवस्थामा पूर्ण रूपमा डुबेको कुरा गरेको छ। बौद्ध धर्म अनुसार कैलाशले संसारको पिताको प्रतिनिधित्व गर्छ र मानसरोवर तालले माताको प्रतिनिधित्व गर्छ भनेको छ। बौद्ध ग्रन्थ अनुसार कैलाश पर्वतलाई पौराणिक मेरु पर्वत भनेर चिनिन्छ। संसारको सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट, जुन अहिलेसम्म 7000 भन्दा बढी मानिसहरूले चढेका छन्। माउन्ट कैलाश जसको उचाइ यसभन्दा 2200 मिटर कम छ, त्यहाँ एकजना व्यक्तिले मात्रै चढ्न सकेका छन्। यसबारे हामी पछि कुरा गर्नेछौँ। यो अद्भुत पर्वत रहस्यमय र आध्यात्मिक कथाहरूका लागि प्रसिद्ध छ। पुराणका कथाहरू अनुसार माउन्ट कैलाशको नजिकै कुबेरको सहर रहेको भनिन्छ, जो प्राचीन सम्पत्तिका देवता हुन्। विश्वास गरिन्छ कि एक व्यक्ति जसले आफ्नो जीवनमा राम्रो र सद्गुण कार्य गरेको छ, उनको आत्मा माउन्ट कैलाशमा पुग्छ मृत्यु पश्चात। माउन्ट कैलाश, जुन विश्वास र आस्थाको प्रतीक मानिन्छ, केवल एउटा पर्वत मात्र होइन, बरु यो धर्म, आस्था र रहस्यमय घटनाहरूको अद्भुत सङ्गम हो। भिडियोमा अगाडि बढ्नु अघि मेरो एउटा सानो अनुरोध छ। यदि तपाईँ हाम्रो च्यानलमा पहिलो पटक आउनु भएको हो भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोस्। सन् 1999मा रुसी विशेषज्ञ एर्नेस्ट मुल्दासेभ र उनको टोलीले माउन्ट कैलाशका रहस्यमय घटनाहरूको अनावरण गर्न साहसी कदम चाल्नुभयो। उनको पर्वतारोहण टोलीमा भूगोल, भौतिकशास्त्र र इतिहासका विशेषज्ञहरू थिए। यस समूहले तिब्बती लामासँग भेट गरे र माउन्ट कैलाशको वरिपरि धेरै महिना बिताए, यस रहस्यमय स्थानको गहराई बुझ्न। मुल्दासेभले आफ्नो यात्राको विस्तृत खाता आफ्नो पुस्तक वेयर डु वी कम फ्रम मा लेखेका छन्, जसमा
उनले माउन्ट कैलाशका बारेमा चकित पार्ने खुलासा गरेका छन्। उनको टोलीले निष्कर्ष निकाले कि माउन्ट कैलाश वास्तवमा एक मानव निर्मित पिरामिड हो जुन प्राचीन समयमा बनाएको थियो। उनले भने कि यो पिरामिडलाई धेरै साना पिरामिडहरूले घेरेको छ र यो स्थान अलौकिक गतिविधिहरूको केन्द्र हो। मोल्दासे फर्केर आएपछि उनले लेखे, रातको मौनताले हामीलाई एउटा अनौठो किसिमको सरसराहट दिन्छ। एक रात मेरो 2 सहकर्मीहरूसँग मैले स्पष्ट रूपमा ढुङ्गाहरू खसेको आवाज सुने। यो आवाज माउन्ट कैलाशको भित्री भागबाट आउँदै थियो। हामीलाई यस्तो महसुस भएको थियो कि केही मानिसहरू यस पिरामिडको भित्र बास गर्दछन्। समयको तीव्र गतिको अद्भुत प्रमाण यस क्षेत्रमा देखिएको छ। माउन्ट कैलाश क्षेत्रको आगन्तुकहरूले पत्ता लगाएका छन् कि उनका शरीरका कपाल र नङहरू मात्र 2 दिनमै यति बढ्छ जुन सामान्यतया 2 हप्तामा बढ्नुपर्ने हो। यसो मात्र होइन, उनका छाला पनि सामान्यभन्दा छिटो बुढो देखिन थाल्छ। यो रहस्यमय घटना देखाउँछ कि माउन्ट कैलाशको क्षेत्रमा समयको गति फरक किसिमले काम गर्छ। यस अनुभवले मानिसहरूलाई सोच्न बाध्य बनाउँछ कि यस पवित्र स्थानमा केही अदृश्य शक्तिहरू छन् जसले मानव शरीर र ब्रेनलाई गहिरो प्रभाव पार्छ। अब हामी माउन्ट कैलाशको आधारमा स्थित 2 तालहरूको बारेमा कुरा गर्छौं, मानसरोवर र राक्षस ताल। यी 2 तालहरू जुन एक अर्कासँग धेरै नजिक छन्, स्वभावमा पुरै विपरीत छन्। मानसरोवर ताल जुन विश्वको सबैभन्दा उच्च ताजा पानीको ताल मानिन्छ, यो शान्त र स्थिर स्वभावको लागि प्रसिद्ध छ। यसको आकार गोलो छ, सूर्यको आकार जस्तो। यसको पवित्र पानीमा जीवनको प्रचुरता देखिन्छ। सबैभन्दा अचम्मको कुरा भनेको यति उच्च उचाइ र चिसोको बावजुद यो ताल कहिल्यै जम्दैन र कहिल्यै छालहरू आउँदैनन्। जसले पनि यसलाई हेर्छ उसले अद्भुत शक्तिको अनुभव गर्छ। अर्कोतर्फ मानसरोवरको छेउमा रहेको राक्षस ताल विश्वकै उच्चतम खारो पानीको ताल हो। यसको पानी यति खारिलो छ कि यहाँ कुनै पनि जीव बाँच्न सक्दैन। यो ताल सधैँ अशान्त देखिन्छ, मानौ कुनै भित्री बेचैनीले भरिएको होस्। भनिन्छ कि राक्षस ताल रावणले निर्माण गरेका थिए, जो भगवान शङ्करका परम भक्त थिए। आफ्ना इच्छाहरू पूरा गर्न रावण कैलाश पर्वत गएका थिए, तर त्यसअघि उनले राक्षस तालमा स्नान गरेर त्यही तपस्या गरे। पौराणिक कथन अनुसार रावणले राक्षस तालमा डुब्की लगाउने बित्तिकै यो तालमा राक्षसी शक्तिहरूले बास गरे। यस तालमा नेगेटिभ ऊर्जा भरियो र रावणको सोच पनि बदलियो। विचार गर्नुपर्ने कुरा के हो भने एउटै भौगोलिक क्षेत्रमा हुँदाहुँदै पनि यी 2 तालहरू यति फरक किन छन्? जब तपाईँ यी पवित्र स्थलहरूको नजिक पुग्नुहुन्छ, तपाईलाई लाग्छ कि आकाशमा कुनै विमान उडिरहेको छ, तर ध्यानपूर्वक सुन्दा यो ध्वनि डमरू बजेको जस्तै लाग्छ वा ओमको प्रतिध्वनि गुन्जिरहेको जस्तो लाग्छ। वैज्ञानिकहरू यसलाई प्राकृतिक प्रक्रिया भन्छन् र भन्छन् कि यो ध्वनि सम्भवतः बरफ पग्लिँदा उत्पन्न भएको हो। तर त्यहाँ जाने धेरै साधकहरू र यात्रीहरू विश्वास गर्छन् कि यो केवल संयोग होइन, यो एक दैविक सङ्केत हो। भनिन्छ कि कैलाश पर्वतको शक्तिशाली ऊर्जा र त्यहाँको आध्यात्मिक शक्तिहरूले यो ध्वनि उत्पन्न गर्छ। के यो बरफ पग्लिएको सामान्य आवाज हो कि ओमको दैविक ध्वनिको चमत्कार? यो प्रश्न अझै सुल्झिएको छैन र सायद यही हो जुन कैलाश पर्वतको रहस्यलाई अझ गहिरो बनाउँछ। कैलाश पर्वतका रहस्यहरू केवल ध्वनिसम्म सीमित छैनन्। धेरै यात्रीहरूले रातको समयमा
कैलाश पर्वतमा 7 विभिन्न रङका बत्तीहरू देखेको दाबी गरेका छन्। वैज्ञानिकहरूले अझैसम्म यी बत्तीहरूको रहस्यलाई पूर्ण रूपमा बुझ्न सकेका छैनन्। नासाका वैज्ञानिकहरू विश्वास गर्छन् कि यो पर्वत वरिपरि रहेको चुम्बकीय शक्तिले आकाशसँग मिलेर यस्तो अद्भुत प्रकाश बनाउँछ। तर के यो म्याग्नेटिक शक्तिको मात्र खेल हो या कैलाश पर्वतका दैविक शक्तिहरूको सङ्केत? यो प्रश्न अझै रहस्यमय नै छ। के तपाईले यतिको कथाहरू सुन्नुभएको छ? त्यो विशाल जीव जुन कैलाश पर्वत र हिमालयका दुर्गम स्थानहरूमा देखिएको दाबी गरिएको छ। वर्षौंदेखि हिमालय वरिपरिका मानिसहरू भन्छन् कि उनीहरूले यो रहस्यमय जीव आफ्नै आँखाले देखेका छन्, तर आजसम्म यसको ठोस प्रमाण छैन। कि त्यो वास्तवमा के हो? एउटा ठुलो भालु, वनमा बस्ने मानव, वा कुनै प्राचीन प्राणी? धेरै तिब्बती र नेपालीहरूले विश्वास गर्छन् कि यति कैलाश पर्वत वरिपरि घुम्छ। यसलाई यति भनिन्छ र यसबारे धेरै कथाहरू प्रचलित छन्। कसैले यसलाई भालु भन्छन्, कसैले वनमानव। यहाँसम्म कि भनिन्छ यो मानिसहरूलाई आक्रमण गर्न र खान पनि सक्छ। यो रहस्यले हिमालयको पवित्र भूमिलाई अझै जिज्ञासाको केन्द्र बनाएको छ। वैज्ञानिकहरू पनि यसको अनुसन्धान गरिरहेका छन्। केही अनुसन्धानकर्ता विश्वास गर्छन् कि यति वास्तवमा अझै जीवित हुन सक्छ, तर यो केवल एक अनुमान हो, किनकि अहिलेसम्म यतिको शरीर वा जीवनको कुनै ठोस प्रमाण भेटिएको छैन। विश्वभरका झण्डै 30 वैज्ञानिकहरूले यति हिमाली भागहरूमा हुन सक्छ भन्ने दाबी गरेका छन्, तर कसैले प्रमाणित गर्न सकेका छैनन्। के तपाईले कहिले सुन्नुभएको छ कि कैलाश पर्वतलाई पृथ्वीको केन्द्रबिन्दु अथवा एक्सिस मुन्डी भनिन्छ? धेरै धार्मिक र पौराणिक मान्यताहरू अनुसार कैलाश पर्वत त्यस्तो स्थान हो जहाँ स्वर्ग र पृथ्वीको भेट हुन्छ। यसलाई ब्रह्माण्डको मेरुदण्ड भनिएको छ, जहाँबाट सम्पूर्ण सृष्टिको ऊर्जा सञ्चालन हुन्छ। यो अक्षले सम्पूर्ण पृथ्वीको सन्तुलन राख्छ र यही कारणले यसलाई संसारको केन्द्र भनिएको हो। हिन्दू धर्म अनुसार कैलाश पर्वत केवल भगवान शिवको वासस्थान होइन, यो सम्पूर्ण ब्रह्माण्ड चलाउने शक्तिको केन्द्र पनि हो। यो विश्वका सबै धार्मिक र आध्यात्मिक अवधारणाहरूमा एक पवित्र र रहस्यमय स्थानको रूपमा स्थापित छ। अचम्मको कुरा के छ भने स्टोनहेन्ज कैलाश पर्वतबाट ठिक 6666 किलोमिटर टाढा छ र यो उत्तर ध्रुवबाट पनि 6666 किलोमिटरको दूरीमा पर्छ। यसका अतिरिक्त दक्षिण ध्रुवबाट यसको दूरी 13,332 किलोमिटर छ। यी रहस्यहरू र तथ्यहरूले कैलाश पर्वतलाई एउटा अद्वितीय र अनुपम स्थल बनाउँछ, जुन केवल भौतिक पर्वत होइन तर ब्रह्माण्डको शक्तिहरूको केन्द्र पनि हो। के तपाईलाई थाहा छ कि विश्वका सबैभन्दा पवित्र मानिने पर्वतहरूमध्ये एक कैलाश पर्वत हो? धेरै पर्वतारोहीहरूले हिमालका सबैभन्दा अग्ला शिखरहरू चढ्न सफल भएका छन्, तर जुनसुकै व्यक्तिले पनि कैलाश पर्वत चढ्ने प्रयास गर्दा उनीहरूको कदम कुनै न कुनै कारणले रोकिएको छ। आखिर के रहस्य लुकेको छ यस पर्वतमा, जसले आजसम्म यसलाई अछुतो राखेको छ? आउनुहोस् जानौँ कति मानिसहरूले कैलाश पर्वत चढ्ने प्रयास गरे र के भयो तिनीहरूको परिणाम। रुसी पर्वतारोही सर्गेई सित्याकोभले पनि यस रहस्यमय पर्वत चढ्ने प्रयास गरेका थिए। जब उनी शिखर नजिक पुगे, उनको स्वास्थ्य अचानक बिग्रियो। उनी थकित र असहज महसुस गर्न थाले र फर्कन बाध्य भए। सित्याकोभले भनेका थिए, जब म पर्वतको धेरै नजिक पुगे, मेरो मुटुको धड्कन असाध्यै बढ्यो
म त्यस पर्वतको साक्षात्कार गर्दै थिएँ जुन आजसम्म कसैले चढ्न सकेको छैन। अचानक म धेरै कमजोर महसुस गर्न थालेँ र मनमा सोच आयो कि अब यहाँ रहनु हुँदैन। त्यसपछि हामी तल झर्दै जाँदा मन हलुका हुन थाल्यो। इटलीका प्रसिद्ध पर्वतारोही र पेन्टर रेनहोल्ड मेस्नर, जसले समुद्री सतहबाट 26,000 फिटभन्दा अग्ला 14वटा शिखर चढ्ने कीर्तिमान राखेका थिए, उनी कुनै साधारण पर्वतारोही होइनन्, तर अद्वितीय साहस र सङ्कल्पका प्रतीक थिए। धेरैलाई थाहा छैन कि चिनिया अधिकारीहरूले उनलाई कैलाश चढ्न प्रस्ताव राखेका थिए, जुन उनले अस्वीकार गरे। त्यसपछि चीनले आधिकारिक रूपमा कैलाश पर्वत चढ्न प्रतिबन्ध लगायो, किनभने यो पर्वत सामान्य मानिसका लागि अतिक्रमण गर्न असम्भव मानिन्छ। भनिन्छ 11औं शताब्दीमा तिब्बती बौद्ध भिक्षु मिलारेपाले मात्र कैलाश पर्वतको शिखरसम्म सफल यात्रा गरेका थिए। उनी एक महान योगी र सिद्ध पुरुष थिए, जसले आफ्नो गहिरो ध्यान र तपस्याको शक्तिले यो दैविक पर्वत चढे। उनको आरोहणलाई आध्यात्मिक मानिन्छ र भनिन्छ कि त्यसपछि कसैले पनि फेरि यस पर्वतको शिखरमा पुग्ने प्रयास गरेनन्। मिलारेपा एक महान योगी थिए। आज पनि वैज्ञानिक र पर्वतारोहीहरू उनको यो कार्यप्रति अचम्मित छन्। यसपछि आजसम्म कसैले पनि कैलाश पर्वत चढ्न सकेका छैनन्। मानिन्छ कि यो पर्वत दैविक स्थल हो र सामान्य मानिसले यसलाई चढ्नु उचित होइन। यही कारणले चीनले यसको पवित्रता कायम राख्नका लागि यसमा चढ्न प्रतिबन्ध लगाएको छ। प्राचीन हिन्दू ग्रन्थहरूमा कैलाश पर्वतलाई संसारको केन्द्रबिन्दुको रूपमा वर्णन गरिएको छ। भनिन्छ कि यो पर्वत आध्यात्मिक संसारसँग जोडिएको छ र केवल विशिष्ट आत्माहरूले यसको शिखरसम्म पुग्न सक्छन्। यही विश्वासले कैलाश पर्वतलाई गहिरो आस्था र रहस्यको प्रतीक बनाएको छ। आज पनि संसारभरका मानिसहरू यसको दैविक उपस्थिति अनुभव गर्न यहाँ आउँछन्। कैलाश पर्वतका रहस्यहरू केवल 1 वा 2 सम्म सीमित छैन। यहाँको हरेक कणकणमा अनगिन्ती रहस्यहरू लुकेका छन्। ती मध्ये एक रहस्यमय र अद्भुत कथा हो सम्भालाको अस्तित्वबारे। भनिन्छ कि यो नगरी हिमाल र कैलाश पर्वतका दुर्गम स्थानहरूमा कतै लुकेको छ। प्राचीन ग्रन्थहरू अनुसार सम्भाला यस्तो सहर हो जहाँ समय स्थिर हुन्छ। सम्भालाका बारेमा विस्तृत भिडियो हेर्नु छ भने हाम्रो ब्लगमा हेर्नुहोला। हामीले डिस्क्रिप्सनमा लिङ्क राखिदिएका छौँ। आशा छ तपाईहरूलाई हाम्रो ब्लग मन पर्यो होला। कृपया हाम्रो ब्लग मन परे हामीलाई लाइक, शेयर, सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।